विषयमा कथा भन्न गइरहेका छौँ। मेरो नाम मिनिषा श्रेष्ठ। मेरो नाम लक्ष्मी लिम्बू। मेरो नाम स्मृति हेम्ब्रम। मेरो नाम प्रियंशा हेम्ब्रम। मेरो नाम लक्ष्मी सोरेन। गाउँको खोलामा एउटा सानो पुल थियो। पुल साँघुरो थियो। त्यस पुलमा एकपटकमा एकजना मान्छे वा एउटा जनावर पुलमा हिँड्न सक्थ्यो। पुलमा बार पनि लगाएको थिएन। एक दिनको कुरा हो। पुलमा दुवैतिरबाट दुईवटा भेडा आउँछन्। बिचमा उनीहरूको भेट हुन्छ। त्यसपछि म आएको देखिनँ। त परै बस्नु पर्दैन, तैँले मलाई चिनिनस्। तँलाई किन नचिन्नु? तँलाई दुःख दिने भेडा होइन। आफू नि खुब भेडा बहादुर होला नि, तैँले नि खोजेको हो। साँच्चै हो, के गर्न सक्छस्? हो, आइज न, मसँग नि खोज्छस्। के गर्छस् जहिले? लु गर त। साँच्चै तैँले नि खोजेको हो? तैँले खोजेको हो? त नि खोज्ने होइन? आया मरे। अर्को दिन त्यस पुलमा दुवैतिरबाट दुईवटा बिरालो आउँछन्। ओ साथी, एकैपटक आएछौ नि हामी त। मैले त तपाईँलाई नै देखिनँ। अब के गर्ने होला? पछाडि फर्कन पनि सकिँदैन। खोइ अब के गर्ने, मैले केही सोच्न नै सकेको छैन। मलाई एउटा जुक्ति आयो नि साथी। कस्तो जुक्ति? जुक्ति छ नि, हामी दुवै मिल्यौँ भने भइहाल्छ। समस्या परेको बेला को चाहिँ मिल्दैन र? ल म जे भन्छु त्यसै गर्नुहोस् है त साथी। ल भन्नुहोस् त। तपाईँ बस्नुहोस्, म तपाईँमाथि हलुका टेकेर पार हुन्छु, अनि त दुवै पार भइएन त। आहा, कति सजिलो उपाय हगि। हाम्रो बुद्धि पनि मानिसको जस्तै छ, र त हामी मानिसको साथी बनेको हो नि। ल साथी, अब जाउँ है त। फेरि भेट भएछ भने गफ गरौँला नि। हुन्छ हुन्छ, ल आफ्नो बाटो लागौँ है त साथी। दुवै आफ्नो बाटो लाग्छन्। यस कथाको मुख्य सार, समस्या परेको बेला हामी मिलेर बुद्धि पुर्याएर काम गर्यो भने जसको समस्या पनि समाधान हुन्छ। धन्यवाद।